सम्माननीय श्रीमान तथा माननीय छोराहरू महोदय, हालै देशले सम्मानजनक बजेट ल्याएको हुँदा हाम्रो घरको पनि नयाँ बजेट विनियोजन गर्नुपर्ने भएको हुँदा हाम्रो घरको हिसाब किताब चुस्त दुरुस्त र पारदर्शी तरिकाले राख्नुपर्ने भएकोले आर्थिक वर्ष 2083-84 को नयाँ बजेट 2083 साउन 1 गतेबाट लागू हुने गरी म घरको गृहमन्त्री भए तापनि हाललाई अर्थको पनि भार बेहोर्न तयार भई हाम्रो घरको सम्मानजनक बजेट नीति तथा कार्यक्रम गुरु योजना तयार गरी प्रस्तुत गर्न गइरहेको छु। सम्माननीय श्रीमान तथा माननीय छोराहरू, आज म यो घरको कोठामा बसेर आगामी आर्थिक वर्षको बजेट सुनाउन गइरहेको छु। देशमा हरेक क्षेत्रमा महँगी बढेको हुँदा हामीले गर्ने हरेक क्षेत्रको बजेट कटौती गरी बजेटको मितव्ययी तरिकाले उपयोग गर्न म सविनम्र अनुरोध गर्दछु। अब म कुन विषयमा कति बजेट विनियोजन गरेको छु प्रस्तुत गर्न गइरहेको छु। सम्माननीय श्रीमान तथा छोराछोरी महोदय, सर्वप्रथम खर्चको मितव्ययी बनाउन घरको भान्साबाट सुरु गर्दैछु। हाल हप्तामा 5 पटक मासु खाने गरेकोमा त्यसलाई कटौती गरी हप्ताको 1 पटक र त्यो पनि प्रत्येक हप्ता खसीको मासु नखाने र कुखुराको पनि बेला बेलामा मासु खाने गरी खर्च व्यवस्थापन गरेको छु। तरकारी घरमा फलेको साग, घिरौँला, लट्टे, करेलालाई दैनिक स्वागत गर्नुपर्नेछ। साथै घाँस खुवाएर मार्ने भए भन्ने शब्द माननीय जेठो छोराले भन्न पाउनु हुने छैन। फलफुल फ्रिजमा हेर्ने र 1 केजीले 1 महिना पुर्याउनु पर्नेछ। सम्माननीय श्रीमान तथा माननीय छोराहरू, अब म शिक्षातिरको बजेट विनियोजनतर्फ लाग्दछु। माननीय जेठो छोराज्यू, विद्यालय जाँदा हाल बसमा जाने गरेको हुँदा त्यसलाई कटौती गरी हिँडेर जान स्वास्थ्यको लागि पनि फाइदाजनक हुने र खर्च पनि जोगिने हुँदा 2083 साल फागुन 1 बाट लागू हुने गरी यो प्रबन्ध मिलाएको छु। विद्यालयमा उच्च पदस्थ कर्मचारीको छोराछोरीले के ल्याए, के किने, कस्ता सामान प्रयोग गरे भनेर नजरअन्दाज गर्न अनुरोध गर्दछु। किनभने हामी साना कर्मचारीको हकमा छोराछोरीलाई घुम्न जान, नयाँ सामान किन्न बजेटले भ्याउने अवस्था छैन। हाम्रो तलब प्रतिशतको आधारमा बढेको हुनाले साना कर्मचारीहरूले ठुला कर्मचारीहरूको सङ्गत गर्न तलबी हिसाब धेरै फरक पर्ने भएको हुँदा छोराछोरीलाई हिँड्ने दिइने सेवा सुविधा पनि फरक पर्ने हुँदा माननीय जेठो छोरालाई त्यही अनुसार व्यवहार गर्न, माग राख्न आफ्नो जिम्मेवारी सम्झन हुन अनुरोध गर्दछु। अब माननीय कान्छो छोराज्यू, खर्च कटौतीलाई निरन्तरता दिँदै तपाईँको शिक्षातिर जाँदैछु। सरकारी विद्यालयको शिक्षकको हैसियतले आफ्ना सन्ततिलाई सार्वजनिक विद्यालयमा पढाउनु पर्ने नीति अवलम्बन गरी तपाईँलाई श्री गीताभर आधारभूत विद्यालय बक्कैया 5 पावसमा भर्ना गरेको छु। सामान्य श्रीमान तथा मान्य छोराहरू, अब म स्वास्थ्यतिरको बजेट सुनाउन गइरहेको छु। कृपया ध्यान दिएर यो नीति लागू गर्नुहोला। सकेसम्म घरमा बनाएको खानेकुरा खानुपर्नेछ। बजारको चाउचाउ, कुरमुरे, चिप्स नखाने र सागसब्जीलाई साथी बनाउनु पर्ने नीति कार्यान्वयन गर्नुपर्नेछ। सरकारको नीतिलाई अवलम्बन गरी अब बिरामी हुँदा घन्टौँ लाइन बस्नुपर्ने प्रबन्ध भए पनि जचाउन हाम्रो हेटौँडा अस्पताल जानुपर्नेछ। सम्माननीय श्रीमान तथा माननीय छोराहरू महोदय, अब म यातायात तथा परिवहन खर्चतिर गइरहेको छु। हाल सञ्चालनमा भइरहेको स्कुटरलाई विस्थापित गरी साधारण साइकल किन्न हुन सविनम्र अनुरोध गर्दछु। चाडबाड खर्च, कपडा खर्च तथा घुमघाम खर्चमा पनि भारी कटौती गरी हरेक वर्ष 1 जोर कपडामा चित्त बुझाउनु हुन अनुरोध गर्दछु। घुम्न जान हाल डे आउटको कार्यक्रम कटौती गरी इन्डोर कार्यक्रम अन्तर्गत घरमै बसेर खेल्ने तथा पढाइ कार्यक्रम सञ्चालनका लागि 2 जना छोराहरूलाई पढाइ कर्नर निर्माण गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु। हाल सरकारले पोषण भत्तामा दलितका छोराछोरीलाई मात्र छुट्याइएको हुँदा हामी जस्ता ब्राह्मणको छोरा माननीय कान्छो छोरालाई घरमा भएको ढिँडो, मकै, कोदो जे छ त्यही खान हुन र हामी जस्ता बाहुनका छोराछोरीलाई कतै समावेशी कोटा नभएको हुँदा सानैबाट बलियो र आफैले गर्नुपर्छ भन्ने मानसिकता तयार गर्न हुन अनुरोध गर्दछु। बजेटको अन्तमा सम्माननीय श्रीमानज्यू, हजुर र म घुम्न जाने कुरामै सीमित भएको हुँदा यस्ता खाले कार्यक्रम त्यति प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिने हुँदा आगामी दिनमा यस्ता कार्यक्रम नबनाउन हुन यस्ता खाले कार्यक्रमलाई खारेजी गरेको छु। यो बजेटले पर्न जाने प्रभावप्रति क्षमा प्राप्ति हुँदै यसलाई सकारात्मक बुझिदिनु हुन विनम्र अनुरोधका साथ यो बजेट भाषण सकिएको घोषणा गर्दछु। धन्यवाद।